वेलकम बैक टू माई यूट्यूब च्यानल प्रदीप थापा ब्लगमा हजुरलाई स्वागत छ। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। आज चाहिँ म न्यू डे एन्ड न्यू ब्लगको साथमा आएको छु। मेरो पनि अब ड्युटी सकिन लाग्यो, मेरो नाइट ड्युटी छ हैन, 12 घन्टा ड्युटी छ। राति 8 बजीदेखि छ हैन। चाहिँ मेरो ड्युटी छुट्टी हुने बेला भइसक्यो। अब छुट्टी भएर फेरि अर्को ड्युटीपट्टि जानुपर्ने हुन्छ हैन। यस्तै छ प्रोफेसनल जिन्दगी है, के गर्नु, काम नगरी हुँदैन हैन। त्यही नै हो। अनि हजुरहरू के गर्दै हुनुहुन्छ, कहाँ के हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। कमेन्ट पनि गर्नु होला, कहाँदेखि हुनुहुन्छ, हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ हैन। अनि अब दिल्लीमा अब दिल्लीमा होइन नि, सबै जग्गामा जाडो गर्न लाग्यो। सबैजनाले आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु हैन। अनि त्यही नै हो, यस्तै छ, काम गर्नुपर्छ हैन। बिहानको मौसम छ यस्तो, चिसो मौसम छ हैन। अब काममा जानुपर्ने हुन्छ। म हजुरहरूलाई अपडेट दिनेछु है त। अहिले एकैछिनपछि मेरो छुट्टी हुन्छ, अनि म फेरि हजुरहरूलाई अपडेट दिँदै जान्छु। अनि म के गर्छु रेगुलर कामहरू हैन, त्यसको बारेमा म भिडियो है। सबैजनाले भिडियो हेर्नु होला। Few moments later. साथीहरू, म चाहिँ अर्को ड्यूटीतर्फ आइसकेको छु। और चाचा क्या हाल है? क्या बना रहे हो बाबा? दाल चावल बन रहा है। वो तेरी पोहा नहीं बन रहा, पोहा आज पोहा। और सब कहाँ चले गए? चला गए सब छोड़ के? काम रहेछ, काम हुँदैछ यहाँ नयाँ बिल्डिङको हैन। अझै कामतर्फ लाग्नुपर्ने हुन्छ हैन। अझै म चाहिँ गाडी साफ गर्छु। अब गाडी साफ गर्नुपर्ने हुन्छ। सबैजनाले भिडियो हेर्नु होला। गाडी चाहिँ यसरी टिल्लक्क टल्काउनुपर्छ कि हैन। अनि गाडी टिल्लक्क टल्काएपछि नटले टिल्लक्क टल्किनु पर्छ नि त। अन्त मैले गर्दाखेरि त्यही नै हो, काम चाहिँ गर्नुपर्छ हैन। सानो ठुलो हुँदैन, काम गर्नुपर्छ है। अनि जति काम गर्यो त्यति एक्सपिरियन्स बढ्दैन हैन। एउटा काम कति गरिराख्नु कि सबै काम गर्नुपर्छ। यस्तै छ परदेशी जिन्दगी, काम नगरी हुँदैन हैन। ल साथीहरू, म चाहिँ अहिले काम गर्दैछु। अनि गाडी यसरी चम्काउनुपर्छ टिलिक्क है। गाइस, बिहान गाडीमा शीत परेर यस्तो भएको छ, बिजोग भइरहेको छ गाडी, बिजोग होइन। यस्तो मेहनत गर्नुपर्छ हैन। त्यही नै हो, मेहनत गर्नुपर्छ सबैजनाले हैन। मेहनत गर्ने हो, मेहनत गरेपछि फल पनि राम्रै पाइन्छ हैन। स्ट्रगल गर्नुपर्छ कि जिन्दगीमा। जिन्दगीमा स्ट्रगल गरेन भने त मान्छे हुँदैन हैन। दुःख कष्ट भइरहेको छ जिन्दगीमा, स्ट्रगल गर्न छोड्नु हुँदैन हैन। त्यही नै हो। अब हामी चाहिँ पुरै खाली छ आज हैन। त्यही नै हो, यस्तो गाडी हैन। यस्तो गाडी छ पुरै हैन, होस परेर हैन। अनि के भन्छन् भने गाडी यस्तो गाडी अब कोही दाइ गरेर चम्कायो हैन। अनि लास्टमा के भन्छन् थाहा छ? लास्टमा के भन्छ नि, है यस्तो गरेर चम्काएको छ गाडी हैन। लास्ट चम्क्यो होइन गाडी, टिलिक्क चम्क्यो। अनि यस्तो गरेर चम्काउनु, मेहनत गरेर चम्काउनु पर्छ हैन। लास्टमा राणामा नले के भन्छ भने गाड़ी साफ ही नहीं हुआ यार। पखना तेरो गतिलोमा बाँच्दा के होला नि, पखना सबैजनाले भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु हैन। हाम्रो